सुनैको अक्षरले लेखिएको किन नहोस्, अवकाशपछि कर्मचारीको परिचय पत्र काम लाग्दैन। जतिसुकै महँगा कारहरू किनेर ग्यारेजमा राख्नुहोस्, व्हीलचेयरको प्रयोग गर्ने दिन आउँदा ती काम लाग्दैनन्। जतिसुकै किम्ती कपडा जुत्ता महँगा सरसामान थुपार्नुहोस्, बिरामी पर्दा अस्पतालले दिएको गाउँले तपाईको लाज छोप्नु पर्नेछ। जतिसुकै ठूलो धनराशिको ब्याङ्क ब्यालेन्स गर्नुहोस्, तुलसीको मोठमा सुताएपछि त्यो पैसा तपाईको हुने छैन। जतिसुकै ठूलो महल छ भनेर गर्व गर्नुहोस्, आखिर पर्दा चाहिने 7 फिटको जमिन मात्र हो। जतिसुकै ठूलो स्टार होटेलमा खाना खानुहोस्, आखिरी पर्दा आफन्तहरूले खुवाउने तुलसीको पानी नै हो। धनी हुनुहुन्छ, निजी विमानमा चढ्न सक्नुहोला, तर ख्याल राख्नुहोस् कि कुनै दिन अस्पतालको बेडमा चढ्न पनि कसैको सहारा चाहिनेछ। तपाईलाई 84 व्यञ्जन किनेर खाना पुग्छ, तर याद गर्नुहोस् कुनै पनि बेला तपाईको आहारा दिनमा 2